आज का न्यू मेरे पहली ब्लॉग मैं आ चुका हूँ नेपाल और हम आप जानना चाहते हैं इस ब्रिज के बारे में। तो फिर हमारे साथ हमारे भाई है, दोनों भाई हैं। और भाई लोग का अपना नाम? मेरा नाम दीपक जंगपरिया। मेरा नाम विनोद आचार्य। ल हामीहरू जानना चाहूँ, आज मैं नेपाली भाषा से आप लोग को ब्लॉगिंग दिखाऊंगा। तो हम भैया से जानना चाहते हैं कि इसका डिटेल क्या हुआ था। चलो। इसका नाम तो कर्णाली पुल बोलते हैं बहुत सारे नेपालबाट बोल्दै नि नेपाली धेरैजना चाहिँ यसलाई चाहिँ कर्णाली पुल भन्छ। यो चाहिँ समथिङ 500 मिटर जति लामो छ। ल यो घाटगाउँदेखि सोल्टा जोड्ने पुल हो। यो चाहिँ अलि धेरै फेमस, धेरैले घुम्न आएको ठाउँ है, धेरैले घुमिरहेको पनि एकदम रमणीय छ, एकदम सुन्दरताले भरिपूर्ण छ। हेर्दा पनि कस्तो वाउ जस्तो लाग्छ, दामी लाग्ने है। यता पछाडिको भ्यू पनि हेरौँ त कति राम्रो है। यहाँको हावा पानी, यहाँको वातावरण यो नि एकदम मान्छेलाई त्यो एकदम शान्तिपूर्ण पिसेसवाला फिलिङ गराउँछ। अनि यहाँ हाम्रो टिकटक बनाइरहेको र रिल बनाइरहेको अवस्था छ। अनि यताको हाम्रो धेरै राम्रो अवस्था छ र हाम्रो भाइले फेरि यहाँ घुम्न आउनेको भिड असाध्यै धेरै छ। आजले अलिक कम भएको छ। यहाँ त अहिले चाहिँ अब मेला पर्व चाडपर्व हुँदा चाहिँ धेरैजना आउनुहुन्छ यतातिर घुम्नलाई। यहाँ जमात पनि त्यत्तिकै हुन्छ र हाम्रो पनि राम्रो छ, धेरै फेमस पनि छ अहिले। प्लस यसको अरू कुरा गर्नुपर्दा चाहिँ अब हाम्रो पुल रङ रगनले रङ्गिएको हुनाले पनि एकदम आकर्षण देखिन्छ, धेरै आकर्षण देखिने है हाम्रो पुल। अनि यहाँ हेर्न सक्नुहुन्छ सानो सानो मान्छेले पनि यति राम्रोसँग टिकटक बनाइराख्ने र मेहनत गरिराख्छन्। र हामीहरूले पनि यहाँ छोटो ब्लगिङ गरेको आज नेपाली भाषाबाट। र हाम्रो भाइले भन्दै जानुहुन्छ हाम्रो यतातिरको के वातावरण छ। र भाइ सुरु गरौँ र। यदि तपाईँहरू पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुन्छ। एकदम राम्रो छ, हेर्दा पनि एकदम आकर्षण लाग्ने। यहाँको डाँडा काँडा हावा पानीले पनि एकदम मान्छेलाई एकदम शान्तवाला त्यो महसुस गराउँछ। तपाईँहरू आउन चाहनुहुन्छ भने कृपया आउन सक्नुहुन्छ। हो र। अनि यो चाहिँ कसलाई जोड्ने पुल रहेछ? यो चाहिँ हाम्रो घाटगाउँदेखि सोल्टा जोड्ने पुल। सोल्टा जोड्ने पुल नि। र हाम्रो धेरै अशेष भइरहेछ होइन। पहिला हामीले नाउमा तर्दाखेरिको दुःखद र अहिलेको धेरै फरक छ नि। धेरै फरक छ। पहिला हामी चाहिँ घाट तर्नु पर्थ्यो, घाट तर्ने अनि नाउको इन्तजार गर्ने होइन। अनि धेरै उ गर्दाखेरि पनि हाम्रो राम्रो बनाइरहेछ होइन। र यहाँको भ्यू भयो अनि यहाँको वातावरण र राम्रै छ होइन। एकदम अहिले पहिलेको भन्दा अहिले एकदम धेरै फरक भएको मैले पनि भर्खर आएको होइन। अनि तर धेरै राम्रो धेरै चेन्जिङ गरिसकेको रहेछन् हाम्रो घाटगाउँ र चिप्ले जोड्ने पुल होइन। चिप्ले नै भनिन्छ, उता ओखरेको बढी गाउँ चाहिँ धेरै टाढा भयो है। अनि हाम्रो चिप्ले नै भन्छ नि, यो चिप्ले त। र यतातिर हाम्रो आफ्नो यो नदी कुन चाहिँ? हाम्रो कर्णाली नदी है। र दामी छ। र हजुरहरू पनि आउन सक्नुहुन्छ भनेपछि धेरै राम्रो छ होइन त? एकदम राम्रो छ। अनि राम्रो भन्दाखेरि पनि धेरै राम्रो छ र धेरै जनसङ्ख्या बटोरेको पुल हो है यो। भाइरल होइन, अहिलेको लागि अहिलेको धेरै भाइरल पुल हो। र मान्छेको जनसङ्ख्या धेरै छ यता घुम्न आउनेको, पिकनिक खानेको। र धेरै जनसङ्ख्याको धेरै छ होइन। अनि भाइ यतातिरको के भन्न चाहन्छ? अब म के भन्नु चाहनुहुन्छ भने तपाईँहरूले आउन चाहनुहुन्छ भने आइदिनु होला है। राम्रो छ कर्णाली नदी, कर्णाली पुल फेरि र कर्णालीको सङ्गम पनि यहाँ तल छ, जान सक्नुहुन्छ। हाम्रो शिवालय मन्दिर पनि तल छ, आउन सक्नुहुन्छ, दर्शन गरेर जान सक्नुहुन्छ है। एकछिन अब तपाईँ यदि जिन्दगीमा रमाउन चाहनुहुन्छ भने कृपया यस्ता ठाउँ चाहिँ घुम्दै राख्नु होला। यो घुम्ने ठाउँमा पनि पर्दछ। बस चाहिँ आफ्नो चिसाबानीबाट आएको होइन। चिसाबानीदेखि घाटगाउँ आएको। अब घाटगाउँबाट कुन ठाउँ जाने हो? अब घाटगाउँबाट फेरि चिसान जान्छ, सोल्टा जान्छ। अब घुम्दै घुम्दै जाने हो गाडी। ए हो र। बस आएको अवस्थामा पनि हजुरको यहाँ टिकटक बनाउनेको अवस्था हल्का गाह्रो भएको अवस्था होइन। अनि अरू केही भन्न चाहन्छु भाइ? यति नै हो, अरू के भन्नु? हाम्रो वातावरण
अनि हल्का अरू यति नै हो भन्नु फेरि पनि भाइ अनि अरू चाहिँ भन्न चाहन्छु भाइ हाम्रो भिडियोमा र म त धेरै दिनपछि आएको हाम्रो भाइलाई थाहा छ यसको यो घाटगाउँ र चिप्लेको वातावरण होइन अनि किनकि हाम्रो भाइ यहीँ बसेको यहीँ हुर्केको र धेरै चिज सिकेको गाउँठाउँको होइन अनि म पनि पहिला यहीँ थिएँ तर धेरै भयो 10-15 वर्ष भएर अनि हल्का नयाँ चेन्जिङ भएको अनि यहाँ हाम्रो भाइलाई यहीँ बसेर यहीँ पढाइ जोडी पनि गर्न सकेको र हाम्रो यो के गाउँपालिका भन्न सक्छौँ भाइ यता हाम्रो चाहिँ चौकुने गाउँपालिका चौकुने गाउँपालिका अरू चौकुने वडा नम्बर कति वडा नम्बर 10 वडा नम्बर 10 होइन ए अनि यो पारी पारी चाहिँ यो चाहिँ नदी पर्ने ओखरीको त्यहाँभन्दा उता बढी गाउँ त्यसपछि चाहिँ सोल्टा आउँदछ यो चाहिँ मोहननाल गाउँपालिका चाहिँ पर्दछ मोहननाल होइन हजुर ल ठिक छ अनि हाम्रो अनि सबैलाई ल हामी फाइनली यो पुल पारी गरिसकेको र हामी अब घर जाने अवस्था छ र अनि हजुरहरू पनि आउन सक्नुहुन्छ भने चाहिँ हामी कताबाट चिसाबानीबाट है चिसाबानीबाट बस छ हाइस छन् सबै छन् अटो पनि चल्छन् र सबै पनि आउन सक्छौँ ल लास्ट भिडियोमा लाइक कमेन्ट सेयर गर्नु होला सपोर्ट गर्नु होला र माया देखाउँदै गर्नु होला र हामीहरू हजुरहरूलाई देखाउँदै जान्छौँ नयाँ नयाँ गाउँ र नयाँ नयाँ होइन भिडियोमा ल बाई 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 लाइक कमेन्ट सेयर सब्स्क्राइब गरेर माया गरिदिनु ल